त्रिभुवन विमानस्थलबाट यी साझा बसहरू, यी बिजुलीका साझा बसहरू लाग्ने गर्छन् हैन। लामो समय भयो यो साझा बसहरू चल्न थालेको। अहिले यी बिजुलीका यी नयाँ बसहरू आएपछि बसहरू जुन नयाँ बानेश्वर हुँदै हुँदै शहीद गेट हुँदै यी बसहरू चाहिँ यहाँ कलङ्की हुँदै नागढुङ्गासम्म पुग्ने गर्छन् यी साझा बसहरू। र यसले एउटा सर्वसाधारणलाई एउटा सुविधा थपिएको छ। जुन एयरपोर्टमा चाहिँ यो महँगो ट्याक्सी भाडा चाहिँ तिर्नुपर्ने अवस्था अन्त्य भएको छ। अब मैले एयरपोर्टबाट चाहिँ म आफै यहाँ बस चढेर यता बानेश्वर हुँदै त्रिपुरेश्वरतर्फ लाग्दैछु। र यो अन्य देशको तुलनामा यो त सामान्य कुरो हो, तर अरू देशमा त अब मेट्रो रेलहरू जोडिएको हुन्छ साझा लिङ्कमा। तैपनि यो साझाले यो यति जुन गरिरहेछ यो निकै राम्रो हो। र अन्य पर्यटकीय सहरहरू पाटन र भक्तपुरमा पनि साझाले यी सेवा जोड्नुपर्छ भन्ने